छोड्न गइसक्यो उठो भयो ए अफितिर पार्नु उता पनि देखिन्छ नि दुईतिरै कताको हिउँ परेको हिउँ परेको छ यता मान्छे चिन्दैन हरायो क्या हिउँ परेको पनि यता पर्दैन देख्छ त यसमा देखिन्छ भएर पर्ने गरी यतै यस्तै छ कता बस्छु लुकिरहेको छ नि त्यही हो कस्तो झरेको चाहिँ देख्छ त नि सानो झरेको छैन देख्दैन होला नि झरिरहेको छ साथीहरू यहाँ चाउरेहरू रहेछ चाउरे सुरुमा त चाउरी भन्ने गरेर चाहिँ यस्तो चाहिँ सेतै भइसक्यो भुइँहरू हेर यहाँ हिउँको जमेर वा के हो यो यस्तो ल हिउँ परिरहेछ यहाँ देख्छ त यो उड्दै गरेको हिउँहरू हो सबै हेर म त्यहाँ जान्छु त्यसमा भिडियो गरेर यहाँ यस्तोमा अनि मान्छे चढ्यो भने त मरिहाल्छ नि हौ चिप्लो हुन्छ है चिप्लो हुन्छ है सोल्टी लड्यो भने त फेरि त्यहाँबाट मधुरो भइसक्यो यस्तो छ यो सबै आइस हो अब धेरै माथि गयो भने झर्नु सक्दैन नि हो चिप्लिन्छ हौ हात भाँच्यो भने त जोडिँदैन नि फेरि कहाँ चढेको माथि तिमी यत्रो हिउँ आइरहेको छ यार ठ्याट डेन्जर ठाउँमा आइपुग्यो नि यार सर्कियामा आइपुग्यो है ऊ पर याकहरू चढ्दैछ हौ ऊ पर याकहरू चढ्दैछ यस्तो छ हरियो भनेको छिरिक्क हो फेरि यो अर्को सिङ्गलपट्टिबाट गरेको भए जुम गरेर याक देखाइदिन्थेँ ए दाइहरू फोटो खिच्दैछ फेरि होइन भइहाल्छ पछि खिचौँला अब यतै ढुक्कै बसेपछि खतरा नै हो है जिन्दगीको मान्छे रहेछ होइन कोही बेला झर्छ नि कसलाई उफ्रेर यो जुम हुने रहेछ नि त यार याक देखाइदिउँ नि याक कताबाट ल ठिकै छ तामा दाहिनी लैजाऊ यति हो या गरिए त सही अहिले सिङ्गल गऱ्यो भने अलिक धेरै हुन्छ ल बोल 10 मिनटसम्म मान्छेमा कोक्रिसक्यो सुत्दैछ धेरै बिन्दास छ फेरि हो आउँ कत्रो हिउँ आयो यार अहिले मजा आयो यताबाट आइरहेछ नि ए यस्तो हुँदो रहेछ नि त यहाँ त यो त खाँदा पो हुन्छ र है खाँदा हुन्छ नि आइस चिसो हिउँ चाहिँ है गजब छ सुरु आइरहेछ मजाले देखिन्न कि के हो मेरो फोन बन्नेन मेरो फोन बन्ने होला है हिउँ परेपछि सिधै भइसक्यो नि हौ कहाँ जुत्ता त यहाँ जुत्ता नलगाइ छिरिक्क सकिँदैन यस्तै छ जिन्दगी सिक्किमको टुरिस्टहरू पनि आउँदैछ हामी पनि एउटा टुरिस्ट नै हो गाडी रिजर्भ गरेर हिँड्नुपर्छ त
अनि योभन्दा अर्को डाँडै त छैन नि मेरो फोन चाहिँ के भयो भने त फोटो खिच न खिच न म हात चाहिँ ट्याक्कै निकाल्दिनँ टक्कै यता चाहिँ डेन्जर परेछ है यो चाहिँ नसुक्दा पनि रहेछ फेरि यहाँ जाने मुख पर बिउ हराइ आउँदो रहेछ यत्रो खतरा आउँछ होला एकछिनमा झन् यार अलिक यहाँ बस्यो भने सेक्दै अघि ऊ माथि त हेभी बाक्लो आएको थियो भाइ त्यहाँ एकछिन त गुरुरु झरेको ठाउँ थियो यार भयो यार जाऊ जाऊ चले जाने फोन के भयो मेरो कहाँ हो